तपाईको सपना पूरा गर्ने सही यात्रा यहीबाट सुरु हुन्छ। तपाईले कठिन परिश्रम, लगानी र समर्पणले सञ्चित गर्नुभएको सम्पत्ति अब घर निर्माणको उत्कृष्ट समय आएको छ। तर घर बनाउने प्रक्रिया जटिल र चुनौतीपूर्ण हुन सक्छ। हामी तपाईलाई नक्सा पासदेखि घर निर्माण सम्पन्नसम्मको सबै प्रक्रिया सरल, सहज र भरोसायोग्य बनाउन यहाँ छौं। के गर्ने, कसरी गर्ने, के कस्ता समस्या आउँछन्? हामीले तपाईका लागि तयार पारेका महत्त्वपूर्ण चरणहरू यस प्रकार छन्। आवश्यकता र बजेट अनुसार उपयुक्त घरको डिजाइन छनौट गर्नुहोस्। यो काम भरपर्दो र अनुभवी कम्पनीलाई दिनुहोस्, जसले गुणस्तरीय डिजाइन तयार पार्नेछ। तपाईको चाहना अनुसार कम्पनीले घरको सम्पूर्ण नक्सा र 3D डिजाइन पूर्ण योजना तयार गर्नेछ। तयार नक्सा नगरपालिकाका मापदण्ड, सरकारी नियम तथा इन्जिनियरिङ कोड अनुसार विश्लेषण गरिन्छ। डन्डी, सिमेन्ट, बालुवा, ग्रेड, गुणस्तर र परिमाणको निरीक्षण गरिन्छ। तपाईले जम्मा गर्नुभएको आवश्यक कागजातहरू जस्तै नागरिकता, लाल पूर्जा, कर रसिद, फोटो लगायत कम्पनी मार्फत नगरपालिकामा बुझाइन्छ। सँगसँगै इन्जिनियर र आर्किटेक्टले तयार पारेको नक्सा र कागजात अनलाइन दर्ता गराइन्छ। त्यसपछि नगरपालिकाका इन्जिनियरहरूले तपाईको जग्गा, कागजात र नक्साको प्रमाणीकरण गरी सबै मापदण्ड पूरा भएपछि मात्र नक्सा पास प्रक्रिया अघि बढ्छ, जसमा कुनै पनि विवाद वा समस्या आएमा सो समाधान गरिन्छ र सधियारको नाममा 15 दिने सूचना जारी गरिन्छ। याद राख्नुहोस्, सूचना अवधिभर जग्गामा कुनै पनि निर्माण कार्य गर्न पाइँदैन। यो 15 दिनको अवधिमा तपाईले निर्माण लागतको व्यवस्थापन गर्न सक्नुहुनेछ। अब सूचना अवधि सकिएपछि कुनै समस्या नआएमा 2-3 दिनभित्र पहिलो चरणको नक्सा पास अर्थात् अस्थायी पास हुनेछ र तपाईलाई डीपीसी स्तरसम्म निर्माण अनुमति प्रदान गरिन्छ। धैर्य गर्नुहोस्, तपाईको नक्सा पास हुन न्यूनतम 40 देखि 45 दिनसम्म समय लाग्न सक्छ। यस्तै जानकारी र घर निर्माण तथा परामर्शका लागि सर्भिस नेपाल कन्स्ट्रक्सन, पेप्सी कोला, काठमाडौँ।